सम्पूर्णमा नमस्कार तथा जय मसी। फेरि पनि म तपाईँको बिचमा उपस्थित भएको छौँ। यही पत्रिकामा लेखिएको कुराहरू फेरि दोस्रो पटक ल्याएर आएको छौँ। पहिला मैले पार्ट 1 मा यी कुराहरू ल्याएर आएको थिएँ भने पार्ट 2 मा यी कुराहरू ल्याएर आएको छु। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने विषयमा रहेर म तपाईँहरूलाई देखाउनेछौँ। त्यसमा भएका कुराहरू म पढेर तपाईँहरूलाई सुनाउनेछौँ, जो चाहिँ हाम्रो उद्धार र मुक्तिको लागि यी कुराहरू रहनेछ। आउनुहोस् हामी पत्रिकातिर जानेछौँ र पत्रिकामा भएका कुराहरूलाई हामी पाठ गर्नेछौँ र त्यसलाई मनन गर्नेछौँ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। के तपाईँले कसैलाई प्रेम गर्नुभएको छ वा कसैले तपाईँलाई प्रेम प्रस्ताव राखेको छ? एकचोटि यी दुई प्रश्नलाई अति गहन रूपमा विचार गर्नुहोस् त। संसारमा सबैभन्दा बढी मानिसहरूले सुन्न चाहेको शब्दहरूमध्ये पहिलो शब्द हो प्रेम। संसारमा प्रेम 3 प्रकारका हुन्छन्: इरोस प्रेम, फिलियो प्रेम र अगापे प्रेम। जीवनमा हामीले हाम्रो परिवार, आफन्त, श्रीमान श्रीमती, छोराछोरी, भाइ बहिनी र आफ्ना मित्रहरूलाई प्रेम गरिरहेका नै हुन्छौँ। यस प्रकारको प्रेमलाई इरोस प्रेम भनिन्छ। यो हाम्रो जीवनको अनुभव पनि हो। तर हामीले संसारमा रहँदासम्म निष्कलङ्क वा निस्वार्थ प्रेम न त पाउन सक्छौँ न अरूलाई दिन नै। संसारमा हामीले गर्ने प्रेममा शर्त लुकेर रहेको हुन्छ, कतिपटक स्वार्थी हुन्छ। यस्तो प्रेमलाई फिलियो प्रेम भनिन्छ। हामी दुईवटा प्रेमको विषयमा वर्णन गरेका छौँ, हामीले बुझेका छौँ। यहाँनिर जीवनमा हामीले हाम्रो आफन्त, श्रीमान श्रीमती, भाइ बहिनीहरू, इष्टमित्रहरूमा गरिने प्रेमलाई हामी इरोस प्रेम भनिन्छ भने फिली प्रेम भनेको स्वार्थमय प्रेम। हामी जहाँ स्वार्थ छ त्यहीँ रहेर त्यही पक्षमा कुरा गर्ने प्रेमलाई हामी स्वार्थमय प्रेम फिली प्रेम भनिन्छ भने। तर एउटा यस्तो प्रेम छ जो चाहिँ न त्यसको स्वार्थ लुकेको हुन्छ, न हामीले आफ्नो आफन्त बिच गर्न सक्छौँ। केवल ईश्वरले हामीलाई गर्ने प्रेम हो। त्यो प्रेमको विषयमा हामी हेर्नेछौँ है। तर एउटा यस्तो प्रेम पनि छ जसले तपाईँलाई निस्वार्थ वा बिना शर्त प्रेम गर्छ। त्यो प्रेम मानिसले गर्ने जस्तो स्वार्थी प्रेम होइन। अगापे प्रेम मानिसको सामर्थ्यभन्दा बाहिर हुन्छ। अर्थात् मानिसले कहिल्यै पनि अगापे प्रेम गर्न सक्दैन। हामी संसारमा रहँदासम्म कसैले पनि हामीलाई अगापे प्रेम गर्न सक्दैन। तपाईँलाई जन्म दिने तपाईँकी आमा बुबाले तपाईँले चाहेको जस्तो प्रेम नगर्न सक्नुहुन्छ। तपाईँले प्रेम गरेको तपाईँको प्रेमी वा प्रेमिकाले तपाईँको प्रेमलाई नबुझ्न सक्छन्। हामीले कतिपटक साना लालाबालाहरूलाई आमा बाबाले छाडेर गएको खबरहरू पनि सुनेका छौँ। सुन्दा पटक्कै पनि नरमाइलो लाग्छ। तर यसबाट एउटा कुरा चाहिँ स्पष्ट हुन्छ। यो कुरा चाहिँ यो हो कि एक दिन बितेर जाने संसारमा कसैले पनि अगापे प्रेम गर्न सक्दैन। तर बाइबलले बताउँछ कि परमेश्वर यो प्रेम गर्नुहुन्छ अनि त्यो प्रेम नष्ट भएर जाने स्वार्थी प्रेम होइन, तर तपाईँले चाहेको जस्तो अगापे प्रेम हो। तपाईँका आफ्नै नजिकका मानिसहरूले तपाईँलाई त्यागे तापनि परमेश्वरले तपाईँलाई कहिल्यै पनि त्याग्नु हुँदैन, किनकि परमेश्वर आफैले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई कहिल्यै त्याग्ने छैन। बाइबल हिब्रू 13:5 पदमा हामी पाउँदछौँ यो कुराहरू, प्रेमको विषयमा लेखिएको कुराहरू, अगापे प्रेमको विषयमा लेखिएको कुराहरू हामी त्यहाँ पाउँछौँ। तर त्यो प्रेम पाउनलाई हामीले उहाँसँग माग्नुपर्छ तथा हामी उहाँ कहाँ जानुपर्छ। किन? परमेश्वरले तपाईँलाई कहिल्यै छाड्दिन र कहिल्यै पनि त्याग्दिन भनेर प्रतिज्ञा गर्नुभएको छ। किनकि उहाँले तपाईँलाई अति प्रेम गर्नुहुन्छ। त्यसैले यो धरती छोडिजाँदा स्वर्गमा आफू कहाँ आएको चाहनुहुन्छ। सो खुलासा पवित्र शास्त्र बाइबलमा खुलाइएको छ। बाइबलले बताउँछ परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले पापी मानिसलाई उसका सबै अधर्मबाट बचाउन आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले कहिल्यै नाश नहुने अनन्त जीवन पाओस्। आज त्यही प्रेमिलो परमेश्वरले तपाईँलाई भन्दै हुनुहुन्छ कि म तिमीलाई प्रेम गर्छु। यदि तिमीहरू येशूको नाममा म कहाँ आयौ भने सो प्रेम
पाउनेछौँ। यहाँनिर हामीले हेऱ्यौँ भने पहिलो कोरिन्थी 3 को 16 पदमा हेऱ्यौँ भने त्यहाँनिर हामी पाउँछौँ। यूहन्ना 3 को 16 पदमा हामीले हेऱ्यौँ भने त्यो पाउँछौँ परमेश्वरले हामीलाई अगाडि प्रेम गर्ने कुराहरू परमेश्वरले हामीलाई प्रेम गरेर आफ्नो पुत्र येशूलाई हामी कहाँ दिनुभयो कि संसारमा पापबाट हामी बाँच्नको लागि पापबाट मुक्ति पाई ईश्वर कहाँ जानको लागि हामीलाई यूहन्ना 3 को 16 पदमा हामीलाई चाहिँ अझै दिनुभएको छ। त्यो पद हामीले पढेका छौँ, बुझेका छौँ। यो सबैले जान्नु होला, सबैले बुझ्नु होला। आज संसारमा हामी संसारको गर्भमा छौँ। एउटा म तपाईँलाई उदाहरण भन्न चाहेँ। एकजना गर्भमा रहेको बालकले भन्छ गरे अनि मेरो संसार भनेको आमाको गर्भमै हो, मेरो संसार भनेको यही हो भनेर भन्छ। जब 10 महिनापछि ऊ आमाको गर्भबाट बाहिर निस्कन्छ, बाहिर निस्किसकेपछि वा यो संसारभन्दा त बाहिरको संसार चाहिँ ठुलो रहेछ भनेर सोध्छ। हामीले पनि अहिले सोचिरहेका छौँ कि पृथ्वी नै हाम्रो स्वर्ग हो, पृथ्वी नै हाम्रो सबै थोक हो, पृथ्वी नै हाम्रो गर्व हो भनेर सोचिरहेका छौँ। तर प्रियजनहरू, हामी यो बुझौँ कि अब पृथ्वीभन्दा पनि ठुलो संसार अर्को ठाउँ छ। अब 2 ठाउँ छ हामी जाने भनेको, एउटा नरक हो, एउटा स्वर्ग हो। त्यसैले हामी कहाँ जान सक्छौँ? हामीले कहाँको बाटो तय गरिरहेका छौँ? यो संसार भनेको एउटा रङ्गशाला हो र यस रङ्गशालामा रङ्गमञ्चमा हामी चाहिँ एउटा नाटक, एउटा फिल्म देखाउन हामी केही समयमा संसारमा आएका हौँ। एकचोटि अवश्य पनि हामी संसारबाट जानुपर्छ। संसारमा जाँदा हामी केही पनि लिँदैनौँ र ऋतु आज जसरी हामी खाली हात आएका थियौँ त्यसरी खाली हात जान्छौँ र एउटा कुरा हामी लिएर जान्छौँ कि उद्धार र मुक्ति। यदि हामी येशू ख्रीष्टमा विश्वास गर्छौँ भने हामीले उद्धार र मुक्ति पाउँछौँ र त्यो अनन्त स्वर्गमा हामी जान सक्छौँ। यदि हामीले विश्वास गर्दैनौँ भने हामी त्यो अनन्त नरकमा जान्छौँ, जहाँ कि पीडा छ, जहाँ रोदन छ, जहाँ दुःख छ, जहाँ कष्ट छ, त्यहाँ जान्छौँ। त्यसैले प्रियजनहरू, आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू, दर्शक महानुभावहरू, यति जानौँ कि योभन्दा संसार ठुलो संसार छ। वास्तविक संसार कि अवास्तविक संसार हो। हामीले अवास्तविक संसारमा 60-70 वर्षको लागि हामी आएका छौँ। एकचोटि हामी अवश्य जानु छ। त्यसैले एकचोटि येशूको जीवनलाई हेर्नु होला, आफ्नो जीवनलाई हेर्नु होला, धरतीलाई हेर्नु होला र अनि येशूमा विश्वास गर्नु होला र अनन्त जीवन पाउनु होला र तपाईँ स्वर्गमा जानु होला भन्ने कुराहरू मैले तपाईँलाई अनुरोध गर्न चाहेँ। प्लिज म तपाईँलाई भन्न चाहन्छु कि बाटो, सत्य र जीवन येशू हुनुहुन्छ। उद्धार र मुक्ति येशू ख्रीष्टमा छ, शान्ति येशूमा छ, सुरक्षा येशूमा छ। हामी येशूद्वारा भएर हामी चाहिँ स्वर्ग जान सक्छौँ। यो कुरा तपाईँ मनन गर्नु होला भन्दै म फेरि पनि अर्को भिडियो ल्याएर आउने बाचाका साथ म अहिले यस भिडियोबाट छोड्नेछौँ। हस्, सबैलाई जय मसीह, नमस्कार।